हो गाइज, हामी अब आज न्यु इयरमा साथी उमेश र म बोकाचोगढी न्यु इयर घुम्न जाँदैछौँ। अहिले चाहिँ नि हामी चित्रपुर आइपुग्यो। चित्रपुरबाट हामी अब यहाँबाट गुन्नु कटुन्जे आइपुग्यौँ। कटुन्जेको यताबाट गुन्नु यता सिधै यता सिधै यता भने सूर्यविनायक। हेलो, हामी गणेश मन्दिर सूर्यविनायक आइपुग्यो। अब यहाँबाट अझै 23 किलोमिटर छ भन्ने गुगल म्यापले बताइरहेछ। र अनि हामी बोकाचोगढी पुगेपछि फेरि हामी अब न्यु इयर मनाउँदैन। सबैमा मिठो सम्झना, बितेका सालहरू जस्तो सुकै भए पनि नयाँ साल तपाईँले चाहेको जस्तै होस्। नयाँ वर्षको सम्पूर्णमा लाखौँ करोडौँ शुभकामना। यता आइरहेछ यहाँ पाइलट बाबा यहाँबाट जाने। यहाँबाट अब हामी झ्याम्पे डाँडा जाँदैछौँ। हो झ्याम्पे डाँडा आइपुग्यो। डाँडा होइन गाइस, यहाँ चाहिँ नि अलिकति बाटो अफरोड रहेछ। हामी नेपाली हो। आइपुग्नु लाग्यो। फेरि अब ठिकै बाटो आइरहेछ। ठिकै बाटो आइरहेको। फाइनल्ली अब हामी बोकाचोगढीको छेउछेउमा आइपुग्यौँ। हो छेउछेउमा झनै हामी अब पुग्न लाग्यो है। फाइनल्ली गाइस, हामी अब बोकाचोगढी आइपुग्यो। अब हामी बोकाचोगढीको भ्यू टावर माथि भ्यू टावर हेर्न जाँदैछौँ होइन। यता मन्दिर रहेछ। मन्दिर एक राउन्ड मारौँ। हामी भ्यू टावरमा जाँदैछौँ। हेलो उमेश, कस्तो लाग्यो बोकाचोगढी? हो यहाँबाट देखिने बोकाचोगढीबाट देखिने भ्यू। यता पृथ्वीनारायण शाहको शालिग्राम रहेछ। हामी यहाँ भ्यू टावरबाट अब यहाँ जान्छौँ। यहाँबाट देखिने भ्यूजहरू यो गाइज जस रमाइलो रहेछ। सरर हावा चल्दो रहेछ। बोकाचोगढी बबाल बाटो पनि बबाल रहेछ। भन्न सस्पेन्स सकिने छ। राम्रो छ। हो भ्यू टावर आइपुग्यो। अघि भ्यू टावरबाट देखिएको पृथ्वीनारायण शाहको शालिग्राम यही हो। अब यहाँबाट फेरि हामी भ्यू टावर देखाउँदैछौँ। हेर्नुहोस् भ्यू टावर। अनि अब यहाँबाट देखिने भ्युजहरू रमाइलो छ। जस आज न्यु इयरको दिन बोकाचोगढी पुग्यो।